विश्व ध्यान दिवस, वर्ल्ड मेडिटेसन डे भन्छ आज। मेडिटेसन भनेको साइलेन्सको शक्ति कसरी जमा गर्ने, श्रेष्ठ कर्म कसरी गर्ने हैन। शिव मन्त्र भनेको के हो? यो शिव मन्त्रले मायापनलाई परिवर्तन गर्ने र विशेष गरेर योग गर्ने, मेडिटेसन गर्ने। मेडिटेसन भनेको, ध्यान भनेको आत्माको सम्बन्ध परमात्मासित। हामी सबै आत्मा, पवित्र आत्मा, आत्माको जुन संकल्प छ, मन र बुद्धिको तार छ, त्यो शिव बाबामा लगाउने, परम शक्तिमा लगाएर उहाँबाट शक्ति दिएर आफूलाई परिवर्तन गर्ने र मनलाई स्वस्थ बनाउने। शारीरिक योगाले, हठक्रियाले, एक्सर्साइजले शरीरलाई स्वस्थ हुन्छ भने मनको एक्सर्साइज अर्थात् मन परमधाममा लैजाने, परमात्मामा लैजाने, परमात्मासित सम्बन्ध जोड्ने, राम्रो राम्रो परमात्मासित विचार कुराकानी गर्ने, जसलाई शिव बाबा भन्नुहुन्छ रुरिहान गर। त्यो रुरिहानले जति तिमीले बाबासित सम्बन्ध जोड्छौ, याद गर्छौ, त्यति त्यो शक्तिले आत्मालाई निरोगी बनाउँछ, शक्ति दिन्छ, स्वस्थ भइन्छ। जब आत्मा स्वस्थ हुन्छ तब शरीर पनि स्वस्थ हुन्छ।